क्वेशन नम्बर 1 कुन जनावरको टाउकोमा मुटु हुन्छ? ए जलगैँडा, बी स्टारफिस, सी झिङ्गे माछा, डी डल्फिन। तपाईको सही उत्तर हो सी झिङ्गे माछा। क्वेशन नम्बर 2 विश्वको सबैभन्दा सानो महादेश कुन हो? ए एसिया, बी युरोप, सी अस्ट्रेलिया, डी अन्टार्कटिका। तपाईको सही उत्तर हो सी अस्ट्रेलिया। क्वेशन नम्बर 3 कुन देशमा 3 राजधानी छ? ए पपुवा न्यू, बी बेलायत, सी दक्षिण अफ्रिका, डी बेलायत। तपाईको सही उत्तर हो सी दक्षिण अफ्रिका। क्वेशन नम्बर 4 चकलेटको सुरुवात कुन देशबाट भएको हो? ए दक्षिण अफ्रिका, बी स्विट्जरल्यान्ड, सी अमेरिका, डी जापान। तपाईको सही उत्तर हो बी स्विट्जरल्यान्ड। क्वेशन नम्बर 5 तासको प्रचलन ल्याउने देश कुन हो? ए फ्रान्स, बी चीन, सी रुस, डी नेपाल। तपाईको सही उत्तर हो ए फ्रान्स। क्वेशन नम्बर 6 कहिले नमर्ने जीव कुन हो? ए स्टारफिस, बी समुद्री घोडा, सी जेलीफिस, डी स्टोनफिस। तपाईको सही उत्तर हो सी जेलीफिस। क्वेशन नम्बर 7 घोडाको बच्चालाई के भनिन्छ? ए छाउरो, बी पाजी, सी छतौरी, डी बछेडो। तपाईको सही उत्तर हो डी बछेडो। क्वेशन नम्बर 8 एक बास्केट भनेर चिनिने जिल्ला कुन हो? ए तनहुँ, बी चितवन, सी सुर्खेत, डी ललितपुर। तपाईको सही उत्तर हो बी चितवन। क्वेशन नम्बर 9 विश्वमा सबैभन्दा बढी प्रयोग गर्ने तरकारी कुन हो? ए आलु, बी टमाटर, सी प्याज, डी काउली। तपाईको सही उत्तर हो सी प्याज। क्वेशन नम्बर 10 गरिबहरूको स्याउ केलाई भनिन्छ? ए सुन्तलालाई, बी स्याउलाई, डी अम्बालाई, डी केरालाई। तपाईको सही उत्तर हो सी अम्बालाई। क्वेशन नम्बर 11 कुन चराले कहिले आफ्नो बाटो बिर्सिँदैन? ए चिल, बी सुगा, सी परेवा, डी कोयल। तपाईको सही उत्तर हो सी परेवा। क्वेशन नम्बर 12 मसलाकी रानी कसलाई भनिन्छ? ए कालो मरिच, बी अलैँची, सी हिङ, डी दालचिनी। तपाईको सही उत्तर हो बी अलैँची।